आज हामी यो इटिपीको टिपी प्लान्टको बारेमा भन्ने छौँ। होटलहरूमा युज हुने हो। यो हाम्रो यो इटिपीको वेस्टेज पानीहरू आउने स्क्रिन बार चेम्बर हो। यसमा एयरको लाइन पनि दिइरहेछ, एयरको लाइन छ। अनि यसबाट पानी हाम्रो इरिगेसन ट्याङ्कमा जान्छ। यहाँनिर छ। अनि त्यसपछि त्यो ट्याङ्कमाको पानी चाहिँ फोहोर पानीहरू यो पम्पले सक्सन गरेर माथिको क्लोरोसिङ ट्याङ्कमा हाल्छ। हेर्नु भएर त्यही क्लोरोसिङ ट्याङ्क र प्रोसेस ट्याङ्क हुन्छ। त्यो दुईवटा ट्याङ्क हुन्छ। क्लोरोसिङ ट्याङ्कमा हाम्रो यो केमिकल डोजिङ गर्छौँ। यो दुईवटा छ। यसमा चाहिँ हाम्रो यो लाइन केमिकल हुन्छ र यसमा आलम केमिकल हुन्छ। जुन आलम केमिकल हाम्रो यो फिटकिरी हुन्छ नि त्यस्तै हुन्छ। अनि यो लाइन केमिकल भन्नाले हाम्रो जसरी अब चुना लोकल भाषामा भन्छ नि त्यस्तै हुन्छ। त्यो कन्टिन्यू जति बेला हामी यो सक्सन गर्छौँ इक्विलाइजेसन ट्याङ्कको पानी क्लोरिङ ट्याङ्कमा राख्नको लागि त्यति बेला कन्टिन्यू चल्छ। यो हाम्रो क्लोरिन ट्याङ्क भयो। अनि यो प्रोसेस ट्याङ्क भयो। यसमा पोली केमिकल डोजिङ गर्छौँ। यहाँनिर डोजिङ पोइन्ट पनि दिएको छ र यसमा क्लोरिन ट्याङ्कमा अल्कालाइन डोजिङ गर्छौँ। पोलिङ ट्याङ्क तल हेर्नु राख्नु भएर तिनवटा ट्याङ्क छ। दुईवटा मैले भनिसकेँ। एउटा जब पोली केमिकल त्यसमा युज हुन्छ। अनि त्यसपछि यो ट्याङ्कबाट केमिकल के भन्छ यहाँनिर पिएच चेक गरेर त्यसपछि ट्युब सेक्टर ट्याङ्कमा हाल्छौँ। यहाँ यो अब यसलाई अब ट्युब सेक्टर ट्याङ्क भनिन्छ। अनि यसबाट प्रोसेस भएर क्लियर पानी भएर यो हाम्रो क्रिएटेड ट्याङ्क हो। क्लियर वाटर ट्याङ्क हो। क्लियर वाटर ट्याङ्कमा आउँछ। अनि त्यहाँ तल दुईवटा मोटर रहेछ। यो मोटरबाट चाहिँ सक्सन गरेर हाम्रो यो फिल्टर छ। दुईवटा वाटर फिल्टर त्यसमा फिल्टर गरेर बाहिर पठाउने काम गर्छ। हाम्रो यो होटलको लागि इटिपी चाहिँ यति नै हुन्छ। यो किनकि यसमा यो धेरै डस्टहरू हुँदैन। यो के भन्छ चाहिँ खासमा वासिङ मसिनको पानीहरू बढी युज हुन्छ त्यसमा। त्यसको लागि यो धेरै ठुलो छैन, सानो छ। 500 लिटर क्यापेसिटीको छ।